नमस्कार सबैजनालाई। यहाँहरु समक्ष म एउटा कविता लिएर आएको छु। कविता विशेषतः जीवले कसरी शरीर र संसारलाई स्वीकारेर आफ्नो वास्तविक स्वरूपलाई बिर्सन्छ र कसरी यो संस्कृति चक्रमा जन्म मरणको चक्रमा बारम्बार परिरहन्छ भन्ने विषयमा केही चर्चाहरू गरिएका छन्। कविता पञ्चचामर छन्दमा विरचित छ र यस प्रकार रहेको छ। गलेर जान्छ जिन्दगी, ढलेर जान्छ जिन्दगी, गलेर जान्छ जिन्दगी, ढलेर जान्छ जिन्दगी, र बन्धुकै नगीचमा जलेर जान्छ जिन्दगी, र बन्धुकै नगीचमा बलेर जान्छ जिन्दगी, जलेर जान्छ जिन्दगी। गरिब तुच्छ होस् कुनै कि मान्य श्रेष्ठ भूपति, गरिब तुच्छ होस् कुनै कि मान्य श्रेष्ठ भूपति, पुगेर आर्य घाटमा हुनेछ एउटै गति, पुगेर आर्य घाटमा हुनेछ एउटै गति। अहम भनेर ज्ञानबाट जीव भाग्छ झन् पर, अहम भनेर ज्ञानबाट जीव भाग्छ झन् पर, यथार्थमा परन्तु छैन नाम वा कुनै थर, यथार्थमा परन्तु छैन नाम वा कुनै थर। असत्य सत्य हुन्न रे कुनै नि गीतले, असत्य सत्य हुन्न रे कुनै नि गीतले, अनित्य वस्तु नित्य हुन्न रे कुनै नि रीतले, अनित्य वस्तु नित्य हुन्न रे कुनै नि रीतले। स्वरूप बोधको निमित्त यत्न हुन्न मोहले, स्वरूप बोधको निमित्त यत्न हुन्न मोहले, लिटो र पिण्ड मात्रले गुजार्छ जीव शोकले, लिटो र पिण्ड मात्रले गुजार्छ जीव शोकले। दुरन्त चाह भोगको बुझेर पार छैन यो, घुमाउने अनन्तकाल सृष्टि चक्र ऐन यो, घुमाउने अनन्तकाल सृष्टि चक्र ऐन यो। मनुष्य मान्छ बन्धु इष्टमित्र जिन्दगी भनी, मनुष्य मान्छ बन्धु इष्टमित्र जिन्दगी भनी, छिमेकमा अशान्ति छैन जो मरि गए पनि, छिमेकमा अशान्ति छैन जो मरि गए पनि। उही छ याम घाम भिन्न छैन रत्ति शैलीमा, उही छ घाम याम छैन भिन्न रत्ति शैलीमा। छ साथी मृत्युको त एक कर्म जान्छ थैलीमा, छ साथी मृत्युको त एक कर्म जान्छ थैलीमा। मनुष्यको त चाहना सकिन्न यो अशेष छ, मनुष्यको त चाहना सकिन्न यो अशेष छ। न घाटको कुनै छ चाहना कि बुझ्न शेष छ, न घाटको कुनै छ चाहना कि बुझ्न शेष छ। रहस्य यो बुझौँ अनात्म नाशवान नश्वर, रहस्य यो बुझौँ अनात्म नाशवान नश्वर। सदा विमुक्तिका निमित्त छन् सहाय ईश्वर, सदा विमुक्तिका निमित्त छन् सहाय ईश्वर, सदा विमुक्तिका निमित्त छन् सहाय ईश्वर।